वैदेशिक रोजगारीको नाममा लाखौं रुपैयाँ ठगी हुने घटना बढेपछि वैदेशिक रोजगार विभागले कडा चेतावनी जारी गरेको छ। विभागले सामाजिक सञ्जाल र व्यक्तिगत एजेन्ट मार्फत भइरहेको ठगी नियन्त्रण गर्न नयाँ कडा नियम लागू गरेको जनाएको छ। अब कसैले भिसा आयो भन्दैमा विश्वास नगर्न विभागले आग्रह समेत गरेको छ। कामदारहरूले आफ्नो भिसा विभागको आधिकारिक वेबसाइटमा गएर पासपोर्ट नम्बर मार्फत आफै चेक गर्नुपर्ने भएको छ। त्यस्तै विभागले व्यक्तिगत एजेन्ट वा व्यक्तिको नाममा पैसा नबुझाउन चेतावनी समेत जारी गरेको छ। म्यानपावर कम्पनीको आधिकारिक बैंक खातामा मात्रै रकम जम्मा गरी अनिवार्य रूपमा रसिद लिन समेत भनिएको छ। सरकारले खाडी मुलुक र मलेसियाका लागि फ्री भिसा फ्री टिकट व्यवस्था लागू गरेको भन्दै सेवा शुल्कका नाममा 10,000 रुपैयाँ भन्दा बढी रकम मागे तुरुन्त उजुरी दिन आग्रह समेत गरेको छ। यसैबीच श्रम स्वीकृतिको फारम भरिदिने बहानामा बढी पैसा असुल्ने साइबर सेन्टर र ट्रेनिङ सेन्टरलाई पनि कारबाहीको दायरामा ल्याउने विभागले जनाएको छ। ठगीमा परेमा हेलो सरकारको नम्बर 1111 र श्रमदान कल सेन्टर 1141 मा सम्पर्क गर्न विभागले अनुरोध समेत गरेको छ।